हेलो गाइज मैले चाहिँ यो पहिलोपटक भ्लग बनाउन लागेको। आज हाम्रो घरको छेउमा लागेको छ मेला लागेको छ, पद्मश्री मेला लागेको छ। अनि म एकछिनमा देखाउन गइरहेको छु पद्मश्री मेला। हेर्नु होला कस्तो लाग्छ तपाईँहरूलाई पद्मश्री मेला। म एकछिनमा देखाउने छु। अनि हेरेर सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइबर गरिदिनु होला भन्न चाहन्छु। मलाई चाहिँ त्यति धेरै भ्लग बनाउँदाखेरि बोल्न चाहिँ आउन्न, अनि हेर्दै गर्नु होला भन्न चाहन्छु। ल हस् त, फेरि पछि भेटौँला। बाहिर लोकल ठर्रा तान्छ, पाए छ्याङ पनि हान्छ, अनि डिस्को पस्छ। हुसी खाने पैसा छैन, कोक तानेर बस्छ। हो कि बाहिर लोकल ठर्रा तान्छ, अनि डिस्को पस्छ। हुस्की खाने पैसा छैन, कोक तानेर बस्छ। आयो तेरो बेस, आयो तेरो बेस। बाइक दिन्छ, यसको बाउले गाई दिएर क्या। त्यो गाई पनि 4 दिनपछि बाघ आएर सबै दाइजो गाडी दिन्छ, यसको बाउले गाई दियो। त्यो गाई पनि 4 दिनपछि बाघ आएर खाइदियो। आयो तेरो सर, आयो तेरो सर। गाई दियो रे, गाई दिनेको छोरी भन्दै बेइज्जत नगर। मेरो बाउले प्लेन दिन्छ, एयरपोर्ट छ त तेरो। हो कि बाटोमा आउँदाखेरिको भिडियो देखाउन सकिनँ। मेलाबाट आउँदाखेरि आएर पनि हामीले चाहिँ परौठा बनाएर खाँदैछौँ, आमा छोरा छौँ। बच्चा सानो छ, त्यही भएको कारणले मैले बाटोमा देखाउन सकिनँ। परौठा बनाउँदैछु। म चाहिँ यस्तो परौठा बनाउँछु।
यसरी बनाउँछु मैले बनाउने तरिका परोठाको आलु परोठा हो। यसरी बनाउँछु म चाहिँ आलु परोठा। अर्को बनाएँ आमा छोराको लागि। मेरोबाट पनि गएर आइसक्यौँ। अब हामी चाहिँ म चाहिँ बच्चा सानो छ, त्यही भएको कारणले अलि मलाई चाहिँ अलि गाह्रो हुन्छ कि भिडियो बनाउनलाई। म एक्लै छु नि, त्यही भएर मैले यति भन्दै भिडियो इन गर्न चाहे। यही सबैजनाले अभिषेक युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइबर गर्नुहोला नभुलेर। आफ्नो जिज्ञासा अनुसारको सबैजनाले कमेन्ट पनि गर्नुहोला। कस्तो लाग्छ हजुरहरूलाई हेर्नुहोला, माया गरिदिनु होला, साथ दिनुहोला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। यति नै, हस्, बाई बाई।